सन्नी लियोनको ज्याक सिसोनको छोराले ओ म्यान सन्नी लियोनको ज्याक सिसोनको घर आइसक्यौँ र हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल है सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा र आज हामी जाँदैछौँ कहाँ जाँदैछौँ भन्दाखेरि जमलमा चाहिँ के जमलमा चाहिँ यो बेला पागल साइको यता बसिरहेको छ र अहिले चाहिँ हामी जमलमा के गर्न जाँदैछौँ भन्दाखेरि एक चेन हेरेर जाँदैछौँ छुट्न एक चेन हाल्न एक चेन हेर्न जाँदैछौँ यो चाहिँ हाम्रो नेपाली विषयको कक्षा 12 को पाठ 5 को होइन हामी हेर्न जाँदैछौँ। त्यसै कारणले गर्दाखेरि आज चाहिँ हामी 7 बजे बिहानको 7 बजे उठेर हाम्रो बिहानीको सुरुवात सँगसँगै आज जो तपाईँहरू जुनसुकै कुनामा बसेर हेर्दै हुनुहुन्छ भने पनि हामी आज बिहान जाँदैछौँ। यस्तो चिसोको बेलामा देख्न सक्नुहुन्छ यतातिर यो चाहिँ एक नम्बरको फोरी फटा हो। कपालै हेर्नुहोस् न तपाईँहरूले पत्ता लगाइसक्नुभयो होला यो कस्तो खालको मान्छे हो भनेर र त्यही हो। अब आइरहेको छु अनि त्यसरी अब म केही सोध्न गइरहेको छु माइकलाई ल अनि आज तँलाई कस्तो लागिरहेछ बिहान नै उठेर आइस के भइरहेको तिम्रो जिन्दगीमा रमाइलो लागिरहेछ माइकेले छुटायो यार तेरीमा फटायो यार चाहियो कि यहाँनिर लगाइरहेछ अब के गर्ने 45 मा उठ्यो अब ढिलो हुन्छ भनेर फणिन्द्रले मार्छ भनेर आएको क्या ये क्या बक रहे हो धन्न अब मारेन अहिलेसम्म कोही आएन ल ठिक छ ल थ्याङ्क यू भेरी भेरी मच। अब राजसँग म केही प्रश्न सोध्न दिइरहेको छु। राज तिमीलाई कस्तो लागिरहेछ आजको दिन अलिकति यता बस उठाए कस्तो उठायो हो यो 6:30 बजे उठ्न परेको थियो त्यही भएर हल्का दुखी छु तर मजा आइरहेको छ। यो बाइकको लादे था यो बाइकको लादे सन्नी लियोनको ज्याक सन्नी लियोनको ज्याक सिसोनको छोराले ओ म्यान सन्नी लियोनको ज्याक सिसोनको छोराले जुत्ताको लादे कन्ट्याक्ट गर्नु लुबुको डरमा कन्ट्याक्ट गर्नु होला एक कलमा हजुरको घर भेटिदिनुहुन्छ उहाँले के भन्छ हाम्रो बाख्रा सङ्घको अध्यक्ष भयो हाम्रो बाख्रा सङ्घको अध्यक्ष भयो कुन सङ्घको बाख्रा बोका मान्छे दुई लाइन 12 सङ्घको अध्यक्ष हाम्रो ह्यान्डसम सङ्घको अध्यक्ष म केही निशानसँग केही बोल्न यहाँ के भइरहेको यो चाहिँ यही फटा हो र कहिले यस्तो भिडियो बनाउनुमा के यसमा के आएको छ भन्छ अब मैले थाहा पाएकै थिएन राजले अब मैले थाहा क्या बोला तूने ए डक्स यार बसम भाइसम हाम्रो एनसी राजालाई तपाईले इन्भल्भ गर्नै बिर्सेछु। हेलो आफ्नै क्रेसा बारीमा पढेको अहिले अब चाहिँ हामी निस्किन थालेको तर हाम्रो बसमा यहाँ केटाहरू भएन होइन एकदमै म्यानेज छैन यिनीहरूको ग्राउन्ड साइड हाम्रो कलेज के गरेको सर हाम्रो यहाँ अब काउन्टिङ स्टार्ट भइसक्यो हाम्रो बसमा अलिकति ठाउँ पछिको हुनाले मान्छे छिराउने प्रयास गर्दैछन् हाम्रो सरहरू ल अब हामी यहाँबाट अगाडि बढ्नलाई माथि छिरेको छन् हाम्रोमा अब यही ठाउँ बस्नु छैन हाम्रो यहाँ हामी अब अबे जल्दी बोल कल सुबह पनवेल निकलना है एशियन को चाहिँ ड्रामा हेर्न जाँदैछौ सर तिमीहरू इन्जोय गरेर आउनु सर हुन्छ राम्रो एकदम राम्रो
मजा आया। और मैं ये जो मजा है हिंदुस्तान के हर या कुछ न कुछ तो गड़बड़ जरूर है। के सुन्दैछु यस्तो को निसान्द्रे ओ म्यान के भन्छ एज यु क्यान सी गाइजहरु हैन अहिले चाहिँ हामी यहाँ राष्ट्रिय नाच घरमा आइसक्यौँ र आवाज ऐसे में बड़ा सख्त लौंडा हूं। भाइ अनि त के भन्न चाहन्छस् रे अघि भन्दै थियो फेरि त्यो समात्र भएको छ। नक्कली तिमी कति राम्री त्यो मुस्कान त्यो नजर त झनै दामी। A few moments later. र अहिले हामी भित्र छिर्न गइरहेको छौँ। हाम्रो मित्रहरू कहाँ कहाँ गए मित्रहरू छोडिए यहाँ आइदिँदा भ्लगरहरू इन्जोयिङ कौन है ये लोग, कहाँ से आते हैं? र अहिले चाहिँ हामी भित्र इन्ट्री हान्न गइरहेका छौँ र म साथै यहाँको छ हाम्रो भाइरल साथीहरू तिम्रो भाइको साथी अब म के कसोसम्म गइरहेको छु यहाँको हामी पढ्ने ठाउँमा पुग्दाखेरि कस्तो लाग्यो उससे मेरा क्या फायदा हुआ, मुझे क्या मिला बताओ। उससे मेरा क्या फायदा, मुझे क्या मिल रहा है। आफ्नो जन्मदातालाई सही तरिकाले उपचार गर्न नसके आफूले आफूलाई ठिकानामा के गर्न सकिरहेको छ। हालको उपचार सँगसँगै लिएको दिन पनि सकिसकेको छ। कोही काममा पनि जान सकेको छैन। गरिब हुनुको अभिशाप जस्तो लागिरहेको छ। जिसले जीवन भर तिमीलाई सम्झिरहेको छ, मलाई तिम्रो हृदयमा राखी। मान्छे बिरामी भएपछि चिकित्सै हुन्छ। सत्य मान्छे चिकित्सा हुन्छ। के हो समय हो चलिरहन्छ। न तिमीले रोक्न सक्छौ न मैले रोक्न सक्छु।
भइहाल्यो नि सानो ठुलो सबै गवात गरिदिएको भन्छ ठिक भएन म त महँगो छु फिस तिर्न सक्छौ हुन्छ डाक्टर हप्तामा आए घरमै गर्छु हजुर बेला छ नि हस् डाक्टर अलि न्युट्रेट आउँछ कति दिन भयो सुन्नुहोस् त बेलुका कम्पाउन्डर बनाएर हुनु परेन म आफै सुन्नुहोस् त 5 बजे र चाहिँ हामी यहाँ हेरेर फर्किसकेका छौँ र अब हामी फेरि कलेजतिर जाँदैछौँ र के कस्तो भयो सो हामी यहाँ हाम्रा केटाहरूलाई सोध्नु पऱ्यो अनि दोस्त तिमीलाई नै सोधिहालेँ मैले होइन चट्टसँगले नसोध तिमी किन उहाँ हल्ला गर्दै बसेको क्या त्यति ल ठिक छ अब हाम्रो ऊ दोस्तलाई सोध्नु पऱ्यो माइकै हाम्रो ल भन तिमीलाई कस्तो लाग्यो तिमीलाई मेन क्यारेक्टर त्यो डक्टरको क्यारेक्टर कस्तो लाग्यो ए त्यो 1 नम्बर ठर्किदियो 1 नम्बर ठर्किदियो शाबाश बेटा बहुत बढ़िया मुन्ना ल अब त्यही हो अलिकति स्टोरेजको कारणले गर्दाखेरि अलिकति भिडियो चाहिँ सबै फुल पार्ट चाहिँ आएन होइन त्यसको लागि चाहिँ एक्सट्रिमली सरी अर्कोबाट भिडियो तानेर हाल्दैछु अनि त्यो पछाडि अहिले अब म यहाँनिर ए धक्कामुक्की नगरौँ अरू जस्तो त्यो झगडा नगरौँ न यार दोस्तहरू के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचरा हेर्नुहोस् न उमेर बचपनको दिल बचपनको ल रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं हेलो भन्दा हजुर भनी रिप्लाई आएको एकदम बबा लाग्यो एकदम बबा लाग्यो हामीलाई तपाईँ हो नि कालो गएपछि केही चिन्ता नगर्नु कालो किनकि दिलवाले हुन्छ तपाईँ चाहिँ काले मलाई भगवानले कति सुरत बनाउनु भएको आहा किनकि मैले चाहिँ अर्को जन्ममा पुण्यको काम गरेको थिएँ उसलाई चाहिँ यो माइक हस्ताक्षर ब्राइटनेस कम हो रहा है एन्ड आरए ब्लक अझै पोस्टर छ
ल अब हाम्रो बस भित्र छिरिसक्यो बस भित्र छिरिम भाइ तिमी त एघारको पढ्ने भाइ हो त यार तिमी कहाँबाट आयो अब यहाँ रहेको छ हाम्रो तेस्रो नमुना मैले भनेको थिएँ है भाइ नभनेर भाइ तिमी 12 मा आउने हो क्या 11 मा आउने हैन तपाईँको 8 मार्क्स पक्का यस ब्रिज एकदम बवाल अहिले फेरि म गुंडा बनेगा रे तू राम्रो कस्तो लाग्यो राम्रो तिमी भन नि त तिमी त अलिक लामो बढाइ चढाइ भन अलिकति सबैजनाको भयो होइन ओइ केही छ भन्नु यार के छ यहाँ के अरे विवेक र सुधिल छ छैन केही छ भन्नु छ भन्न हेलो हेलो नमस्ते म चाहिँ अमिर भण्डारी हो दर्शकहरूलाई त थाहा छैन नि त के भनिहाल्नु न त अमिर भण्डारी थाहा छैन नि त भन्दैन दोस्त मैं भाई तू वापस जा नहीं भाई ये स्कीम तेरे लिए है ही नहीं तू जा यो भ्लग आउँछ नि दोस्त ल दोस्त मैले मेरो अनुहार देखेर अब भाइरल हो क्या भन्दाखेरि मलाई कलेजदेखि गुनासो गर्न मन लाग्यो कि भन्दाखेरि टाइम भएन हल्का हामी त्यत्रो बिहान बिहान उठेर आयौँ 9 बजीसम्म सुत्ने मान्छे बिहान बिहान उठेर आयौँ नआएर आयौँ ढिला भयो पछि केटी भएर नहेर के भन्दाखेरि हामीले यहाँ हलमा हेर्दा 250 जति खर्च भयो 100 रुपियाँ बचिरहेको हामीलाई खाजा खानु पर्यो भोक लाग्यो सब केटाहरू भोक लाग्यो हामी थोप्रा हेरेर सबको निसाइ लगाऊ टक्कर भागेर त्यो भएर अब कलेजलाई त्यही हो अर्कोचोटि कार्यक्रम गर्दा टाइममा गरिदिनु होला त्यही भन्न चाहन्छु हस्त 4 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को धन्यवाद बोल्नुपर्छ अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता के भन्नु ड्रामा बारेमा कस्तो लाग्यो कलेजमा के भन्नु छ डाक्टर साहब एकदम राम्रो लाग्यो मलाई डाक्टरको रोल तिमी अर्को पालि है डाक्टरको रोल मैले खेल्न पाऊँ हो बुढीले मार्लिन् फेरि यति कुरा याद राख अब 11को भाइसँग बोल्नु गइरहेको 11 भाइहरु तिमी 12 मा आएर तिमी 12 को मान्छे 11 को मान्छे 12 मा आयो तिमीलाई कस्तो लाग्यो भन यति कुरा गुड बवाल हैन यो हेरेर चाहिँ डाक्टर बन्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ स्पष्टै भयो तिमीले त गर्न मिल्छ भाइ 11 को भाइ हामीले त गर्न मिल्दैन 12 मा चेन्ज गर्छ नि अनि त्यो चेन्ज चाहिँ किन गर्ने छ भाइ तिमी चेन्ज चाहिँ किन गर्ने खान्छ बन्छ डाक्टर मस्त जोक मारा रे ये हंस रे हलकट हंस के भन्न चाहनु त्यसलाई गोपालले के भन्नु मिल्दैन किनकि त्यसले ग्रुपमा च्याट जीपीटीबाट एप्लिकेसन लेखिसक्छ अच्छा हमको सिखा रिया है त्यसले एप्लिकेसन लेखेपछि अब कसैले केही गर्न सक्दैन ल ठीक छ ल थ्यांक यू A few moments later. अनि त्यो साथी हामीसँग रमेश नगाल छ र हामी चाहिँ उताबाट के भन्छ एकजना हेरेर आइसक्यौँ र फुल भिडियो चाहिँ हेरिसक्नुभयो कस्तो लाग्यो कमेन्ट लाइक सेयर गर्नु होला हैन त्यही छ अब अरू फिल्ममा चाहिँ फ्याकल्टी चेन्ज गर्ने हो अनि त्यो पछाडि अब डाक्टर भन्छ यो चाहिँ हैन डाक्टर भन्ने हो ल ठीक छ अनि त्यही हो अब भन्नु पर्दैन होला तपाईहरुलाई लाइक कमेन्ट सब्स्क्राइब सेयर गर्नलाई चाहिँ हैन र आज रात छ र उतापट्टि अगाडिका नानीहरू पनि छन् आई क्यान सी उतातिर नि छन् हैन अनि त्यही हो ल अब आजको भ्लग यही इन्ड गरौँ